दिस पोर्च वेलकम टु माई न्यू भिडियो गाइस। यो चाहिँ पोर्च आज म ट्राई गर्न गइरहेको छु अनि यसको इन्टेरियर कस्तो हुन्छ म हजुरलाई देखाउन गइरहेको छु। बाहिरबाट हेर्दा चाहिँ लुक्स दामी छ है। यहाँ चाहिँ म छु, मेरो हातमा फोन अनि म भित्र जाँदैछु। स्टोरभित्र गएर ढोका अफ गरेँ है। त्यसपछि ट्याक्कसँगले अब यो एउटा खुट्टाले मात्रै ड्राइभ गर्नुपर्छ। त्यो चाहिँ ब्रेक हो, यतापट्टिको चाहिँ एक्सिलेटर है। ट्याक्कसँगले यसको स्टार्ट बटन चाहिँ साइडमा हुन्छ, रेडियो बजाए जस्तै हो। गाडी ठ्याक्क घुमाउँदाखेरि स्टार्ट हुन्छ, ठ्याक्क स्टार्ट गर्ने। यो पार्किङमा अलरेडी लागेको हुन्छ। यसलाई ठ्याक्कसँगले हामीले रिभर्समा लगाउने लगाएँ मैले। रिभर्स लगाउँदाखेरि ठ्याक्क क्यामेरा ओपन भयो, प्लस लुकिङ ग्लास पनि हेर्नुपर्छ। म ब्याक गर्दैछु अलिअलि, पछाडिपट्टि क्लियर देखिन्छ। सो कुदाउनको लागि चाहिँ यस्तो गाडीहरू सजिलो हुन्छ। ठ्याक्क भित्र जान आँट्दैछु, त्यहाँबाट मेरो दोस्त आइपुग्नु भयो। मलाई बेसमेन्ट सबभन्दा सुरुमा लगेर पार्किङ गरेर हुन्छ। सो म जाँदैछु, तर जाँदाखेरि ठ्याक्क एकजना केटी आइपुग्नु भयो है। यहाँ चाहिँ फेरि के छ भने बाटो हिँड्ने मान्छेलाई प्रायोरिटी पहिला हुन्छ क्या। गाडी बिस्तारै जाने हो। सर म बेसमेन्टतिर लागेँ, छेउमा ठोक्किन आँट्यो भनेर सिग्नल दिइसक्यो गाडीले। यो चाहिँ फिचर राम्रो हो यो गाडीको। सो सिट बेल्ट लगाएको छैन, त्यही भएर फर्स्ट टाइम सिट बेल्ट भनेर भने। तर पार्किङमा जाँदाखेरि खासै सिट बेल्ट लगाइराख्न चाहिँ त्यस्तो धेरै आवश्यक लाग्दैन मलाई चाहिँ है। ठ्याक्क बेसमेन्टतिर पुगिसकेँ। अब यसले चाहिँ यहीँ सिधै पार गर्न आँट्दैछु मैले अगाडि नै, फर्स्ट होइन सेकेन्डमा। हाम्रो बेसमेन्टमा चाहिँ लगभग 600, 500, 550 गाडी अट्छ होला मुनि, जमिन मुनि 4वटा बेसमेन्ट छ। ठ्याक्क म चाहिँ क्यामेरा हेर्दै सर र ब्याक गर्दैछु। ठक्क एकदम बिस्तारोसँगले पार्किङ गर्दैछु म है। अब चाहिँ ठ्याक्क सिधा भयो। सिधा भइसकेपछि मैले त्यसलाई सर र पार्किङ मोडमा राखिदिएँ। यता चाबी ट्याक्क अफ। चाहिँ कस्तो हुन्छ भने त्यो म्यानुअल के होइन क्या। हो ग्लासलाई क्लोज गरेँ। त्यसपछि कस्तो हुन्छ भने यो चाहिँ बटन हो क्या। मतलब यो म्यानुअल की होइन, यो अटोमेटिक त्यहीँ फिट हुन्छ। मसँग की चाहिँ यतापट्टि फाल्टै छ, म त्यो तपाईँले कता राखेँ। अब ठ्याक्क की चाहिँ फाइल्टै हातमा छ। म ठ्याक्क निक्लेँ बाहिर निक्लिँदा लाइट अटोमेटिक चल्छ है। ट्यागबाट बन्द गरेँ। सो इज दिस माई कार पार्किङ, इज दिस क्लास। Okay, bye bye guys.